आज लास्ट भेट्ने हामी सबैजना। चियर एभ्रिवान, सबैजनालाई गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मेरो के भन्छ बारिस्टाको लास्ट सेकेन्ड हो, किनकि मेरो 2 दिन मात्रै छ बारिस्टाको क्लास। अनि सो गाइस म यसमा देखाउने छु मेरो 2 डेजको बारिस्टा क्लासको के हुनेछ भनेर, बिकज मेरो क्लास सबै सकिसकेको छ। अनि सरले अझै 1-2 दिन थप दिनुभएको छ हाम्रो क्लास चाहिँ। अनि त्यही नै हो, अब म चाहिँ जानलाई रेडी भइसकेको छ। मेरो आउटफिट तपाईँलाई थाहा छ, म अलवेज यही लाउँछु भनेर, ज्याकेट ब्ल्याकै नै हो, ब्ल्यागी। अनि त्यसैले गर्दाखेरि चाहिँ अब म जान लागेको छु। म चाहिँ अहिले अदुवा पानी पिउँदैछु, सो म तपाईँलाई देखाउने छु। यता साइडमा छ अदुवा पानी, म यो पानी पिएर जान्छु। चियर्स। बिहान मर्निङ मेरो हेर्नु यस्तो काटेको छ। अनि त्यसमा मैले मैले देखाएको थिएन। ओ माई गॉड। त्यही नै हो गाइज, अब चाहिँ म क्लास गएपछि म देखाउने छु। अब चाहिँ म ड्रेस लगाइसकेको छ, अब जान मात्र बाँकी छ मेरो। अनि त्यही नै हो, अब क्लासमा चाहिँ के हुनेछ म त्यसमा चाहिँ देखाउने छु फोकस गरेर। म काममा गएपछि काममा म देखाउँदिनँ। अनि त्यसपछि एकैचोटि नेक्स्ट डेको देखाउने छु, नेक्स्ट डेमा फेरि क्लासमा के हुनेछ भनेर हेर्ने होला। बाई बाई, अहिलेसम्म भेटौँला। सो गाइस म चाहिँ आइसकेको छ क्लासमा आज। म आइसकेको छ आज क्लास, छिटो आइपुग्यो किनकि म आज छिटो आउँछु भनेको थियो। एभ्री टाइम म हिजो लेट, हल्का ढिलो भएको थियो, 5 मिनट ढिलो भएको थियो। म आइपुगिसकेको छ। म यो पटाएको हेर्दै थिएँ कति हान्ने भनेर। एक्सप्रेसिभ ब्यालेन्सेस 30 ml। यो चाहिँ यो पनि हल्का ठिक्ककोमा पर्छ। यो चाहिँ धेरै दोब्यो भनेको चाहिँ धेरै डबल हुन्छ, त्यही नै हो। अनि यतापट्टि साइडमा छ, अनि यो छ। मलाई यो ठाउँ चाहिँ एकदम राम्रो लाग्छ अरे। एभ्री टाइम मलाई यो ठाउँ चाहिँ एकदम राम्रो लाग्छ। म यहाँ अन गर्छु, यहाँ अन भयो, यो एउटा चल्यो, एकैछिनमा चल्छ, टाइम लाग्छ यो चल्नको लागि चाहिँ। ओके नाउ अनि लाइटहरू बालिन्छ टुक गरेर, देख्नुभयो। मलाई यो ठाउँ चाहिँ एकदम राम्रो लागिन्छ है, तपाईँहरू देख्न सक्नुहुन्छ। क्लिन, निट एन्ड क्लिन। बारिस्टा भनेको उयो मात्रै बनाउने होइन, कफी मात्रै बनाउने होइन, तर हामीले त्यसमा सबै सफाहरू गर्नुपर्ने हुन्छ। कफीमा त्यसमा कफीको त्यो मेसिनको त्यो भित्रकोदेखि लिएर त्यो कपहरूदेखि लिएर सबै हामीले सफा गर्नुपर्छ। अनि कसरी के भन्छ, गेस्टहरूलाई कसरी के गर्ने भनेर पनि सिकाउनु भएको थियो। सो गाइस त्यही नै हो। आज चाहिँ के सिकाउनुहुन्छ आई डोन्ट नो, बट आई विल बेस्ट। म के देखाउने कोसिस गर्छु। सो त्यही नै हो, अहिलेसम्म भेटौँला। सो गाइस हामीले चाहिँ अब सरफमा बनाउन लागेको छौँ। ड्राई यो मैले पानी हालेको होइन, पानी छैन। यतापट्टि साइडमा सिक्दै गर्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ। मेरो सानो आइरहेको छ गाडी, दिदीले अब ट्राई गर्दै हुनुहुन्छ। यतापट्टि साइडमा सरफमा तातो हुन्छ यो, अहिले तातो हुन्छ। सिरियसली यता हुनुपर्छ यो। पिस धेरै हुन्छ यस्तो। अब 1 2 3 गो। मेरो फोन युज हुँदा क्या अस्ति गर्नुहोस्। कुन चाहिँ कप हो, जुन चाहिँ भए पनि हुन्छ है। 1 2 3 गो दिदी। हाम्रो दिदीले कस्तो नराम्रो आएको क्यामेरा, कस्तो ब्लर आएको त। वाह, दामी भएको थियो, ठिक छ। साइडमा पनि हजुरलाई कस्तो लागिरहेछ?
बेस्ट लाग्यो ओके ओके तपाईँ साइडमा सिकाउँदै हुनुहुन्छ माथिपट्टि हो त्यसरी राख्नु न यतापट्टि साइडमा चाहिँ सिकाउँदै हुनुहुन्छ अनि हजुरलाई कस्तो लागिरह भिडियो हाल्दा केही नै हुँदैन है यतापट्टि साइडमा छ सबैजना भिडियो यतापट्टि साइडमा सिकाउँदै हुनुहुन्छ यतापट्टि साइडमा बनाउँदै हुनुहुन्छ उहाँहरू चाहिँ मिल्क लाटे बनाउँदै हुनुहुन्छ मेरो छोरा आएको कि छैन त्यही कन्फ्युज भएर चाहिँ अब बोलाएर कन्फिडेन्स छैन यसो बिजी सबै हाम्रो चाहिँ सेकेन्ड डे रहेको छ हाम्रो चाहिँ यो क्लासको लास्ट डे फाइनल यतापट्टि साइडमा लेख्दै पनि हुनुहुन्छ अनि यतापट्टि साइडमा सरले जुत्ताले छ होइन आज लास्ट भेट्ने हामी सबैजना गाइस हामी चाहिँ अब पिकालो र कोटाटो बनाउँदैछौँ पिकालो र कोटाटो बनाउँदैछौँ सो अब चाहिँ हाम्रो भइसकेको छ लियो हजुर लिनु लिनु मिल्क खोइ मिल्क कतिको राख्नु म बनाउँदैछु यसो न म बोलेको साउन्ड आउँदैन यसमा कस्तो expect nothing, experience everything. I'll get it. हाम्रो चाहिँ रेडी भइसकेको छ यो मेरो 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 पिकालो 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 यो चाहिँ कोटाटो हो अनि उहाँहरूको चाहिँ फ्लेभर कफी हो फ्लेभर वाट फ्लेभर कुन चाहिँ फ्लेभर क्यारामेल उहाँको पनि सेम हाम्रो यहाँ रेडी भइसकेको छ आज लास्ट डेमा हाम्रो यस्तो भएको छ बिचरा उहाँहरूको चाहिँ राम्रो मेरो नराम्रो भएको सबसे चियर्स गाइस हाम्रो चाहिँ रेडी भइसकेको छ एभ्री वान टेस्ट गर्नु हजुर टेस्ट गर्नु हाम्रो नर्मलवाला कफी 1 2 3 को कस्तो छ कफी जस्तो छ अनि हजुरको कस्तो लाग्यो गुड यो हाम्रो चाहिँ नर्मलवाला हो हजुर यसरी खोलिदिएर चलाउने सो हाम्रो चाहिँ रेडी भइसकेको छ अनि यहाँ सबैजना खाँदै हुनुहुन्छ यतापट्टि साइडमा सरले सिकाउँदै पनि हुनुहुन्छ अनि यतापट्टि साइडमा अझै टिचरहरू हजुर खाने नि हालिदिनु न सानोमा अफकोर्स म त खाइहाल्छु नि दाइ दिदीको पनि खान्छु म अनि यतापट्टि साइडमा कलरको पनि बनाउँदै हुनुहुन्छ फर्स्ट हाम्रो ट्राई यहाँ गरिन्छौँ सरफमा यसमा अनि त्यसपछि चाहिँ हामीले मिल्कमा युज गर्छौँ अनि यो चाहिँ हामीले मिल्क युज गरेको यो चाहिँ हामीले धुनुपर्ने हुन्छ घुमायो घोल्यो सबै घोल्यो तिमीले सबै गयो के गयो पिक्चर खोइ छैन पिक्चर अब पेटमा जान्छ अनि बन्द राम्रो है खतरा दिदी तपाईँको पिक्चर खै चित्र खै चित्र उहाँभित्र चित्र कस्तो मिलेको चित्र यहाँभित्र त्यस्तो नभन्नु न लास्ट डे रुन मन लागेन तपाईँलाई रुनु न
दिदी ए दाइ हाल्नु दिदी तपाईँको कस्तो भएको बबाल ओके आज हाम्रो लास्ट डे किनकि हाम्रो मेरो 2 डेजको भ्लग छ हिजोको र आजको है आज पनि तपाईँको दिदी दिदी हजुर र म त कन्ट्याक्टमा छ अलरेडी पेस आयो मिठो छ तिमीले है फ्लेभर कफी खाएपछि यो खाएपछि टेस्ट कस्तो लाग्यो तिमीलाई दुईवटामा टेस्ट कस्तो होइन तिमीले यो खायो होइन फ्लेभर खायो है अनि त्यसपछि यो खाएपछि तिमीले टेस्ट लाइक सोच कस्तो लाग्यो यो गुलियो खाएपछि हल्का तितो तितो खायो तिमीलाई कस्तो लाग्यो कस्तो लाग्यो तिमी मैले नि त्यही भएको कि यो खायो है अनि त्यसपछि यो खाएको होइन तितो तितो खायो क्या ल हाम्रो चाहिँ यो रहेको छ उसको अहिलेसम्म नि आर्ट छ मेरो आर्ट सकिसकेको छ कस्तो दामी भएर बसेर क्या तिम्रो यसमा कोरेन्टो भन्छ त कोटाटो कोटाटो हो र यसमा हुन्छ कोटाटो यसमा यसमा के गर्नु कोटाटो सही हो यसरी गर्नुपर्छ हाम्रो दाइले बनाउँदै हुनुहुन्छ ल ल छिटो 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 ल दाइ ल ल ल ल ल ल ल 1 2 यस टु लिभ ओ नाइस दाइ अब माथि अझ हल्का माथिबाट यस्तो गरेर लगिनु के तपाईँको हल्का भयो ल 1 2 3 गो सेक गरेर गर्नु सेक राम्रोसित सेक गर्नु पुरा सेक गर्नु कि अझ हल्का भएन सेक गरेको भएन हामी अब चाहिँ हामी साइफन बनाउँदैछौँ यता होइन यसको यो छ यो मात्र खोलेर यसलाई टाइट गर्ने धेरै टाइट नगर्नु फेरि निकाल्न गाह्रो हुन्छ यहाँ पेपर हाल्ने अनि यसरी लगाइदिने अनि यो छ यसलाई यसरी समातेर स्प्रिङ छ हुक छ यसलाई चाहिँ पेपर लगाएपछि चाहिँ यसलाई यसरी यहाँबाट यसरी लगाएर चाहिँ यसरी अड्काइदिने हुन्छ तर बाङडुङ नगर्नु यो फुट्छ है त ल दिदी हजुरले साइन्स यस साइन्स हाम्रो दाइ साइन्स कस्तो ब्लर आएको कि किन यहाँबाट राम्रो आइरहेको हल्का कस्नु न धेरै होइन थोरै मात्र ओके त्यहाँ उयो गर्नुभयो यहाँ अड्काउने यतापट्टि ए ओके वा भयो ग्यास दुई पनि बिजी छ यता पनि बिजी छ यहाँ पनि बिजी हुनुहुन्छ सर चाहिँ एकदम बिजी हुनुहुन्छ हाम्रो सर ए पिक्चर तपाईँहरूले पानी चाहिँ यसमा राख्नु सर मसिन कसले होइन यो पखालेको के लाठी जहिले पनि हामीले कफी बनाउनुभन्दा अगाडि सामानहरू पखाल्छौँ नि त्यो पखालेको नि हो कफी बनाएकै छैन नजोइकन हामी हालिहाल्यो नि अब के गर्ने त यो पानीलाई फाल्ने अनि 261 भन्नु होइन 261 ml पानी चाहिँ यसमा झुक्ने कोही पानी छोड्नुहोस् त यो बनाएन हाम्रो चाहिँ यसमा अब जोकेर हाम्रो यसमा पानी हाल्छ यसमा अनि त्यसपछि हाम्रो कफी बनाउने रेसिपी नाइ म बोल्ने मान्छे हो तर मेरो साउन्ड आउँदैन म भिडियो बनाउने मान्छे चाहिँ थाहा हो कस्तो लाग्छ सो
पकाल्नु भयो सो अब चाहिँ हाम्रो यसमा हाल्छौँ एमएलमा छ ठिक छ ओके हाम्रो अब 261सम्म हामी पुऱ्याउनु पर्ने हुन्छ अनि माइकले पनि एउटा तपाईँ बोलेर हालेको हाले ओके 260 ओके यहाँ स्टक त्यति स्टक धेरै भयो 76 भयो नि त नि ओके ठिक छ छैन 40 हल्का ओके ल डन अनि दिदी हजुर गर्नुहोस् कसले जोडिदिनुहोस् हजुर जोड्नुहोस् न होइन नि टाइट गर्नुपर्छ यो चाहिँ हामीलाई आउँदैन ल अब को बाँकी छ को बनाउनु लाग्यो घरती हो हामीलाई के बनाउनु तपाईँ होइन हल्का हाल्नुपर्छ क्या डिपली भयो सर यो सर एकदम म चेक गराउँछु नि त ओके टाइट यसरी हेर्दाखेरि घुम्यो नि होइन हजुर टाइट अब यो चाहिँ के हो त यो चाहिँ अल्कोहल बर्नर यो चाहिँ टुकी हो यसमा स्पिरिट छ यसलाई आगो लगाइदियो अनि यसलाई यसरी लगाइदियो यसलाई राखिदियो अब यहाँ के भइरहेको छ त एयर टाइट ल आगो लगाइदिनुहोस् त आगो लगाइदिनु होइन भयो त्यसलाई यसको मुनि राखिदिनु त ओके लगाइदिनुहोस् ल यहाँ चाहिँ के भइरहेको छ त न्युरेर हेर्नु त यो रबरले चाहिँ यो दुइटै सिसालाई टाइट गरिदिएको छ ठ्याक्कै प्रेसर कुकरको जस्तै अब प्रेसर कुकरमा आगोमा राखेपछि प्रेसर कुकर उम्लिन्छ त त्यहाँभित्रको पानी उम्लिन पाउँदैन त्यही भएर सिटी बज्छ सेम त्यस्तै यो पानी पनि उम्लिन खोज्छ तर उम्लिन खोज्दाखेरि चाहिँ यहाँ त खाली छैन यो ठाउँ त हावा र पानी छ त्यही भएर चाहिँ यो पाइपको बाटो हुँदै यतापट्टि आइपुग्छ क्या है त तिमीले बबल छ नि स्याहाकै खतराले ओके यहाँबाट हाम्रो पानी माथि माथि जाँदैछ यहाँ तपाईँले देख्न सक्नुहुन्छ नाइ साइन्सले सोध्नु न दिदीको अनुहार खतरा देखाएको छ साइन्स टिचर हाम्रो होइन साइन्स पढ्नु भएको अझै पढ्दै हुनुहुन्छ होला सायद तपाईँको आगो बाल्नु त्यो तापन पढ्नु सर यो निभाइदिने हो बोल्नुभयो अब एकछिन भित्र दिने 45 सेकेन्ड जति भिज्न दिने लास्टमा आउँछ नि फ्रिजवाला झन् नौला तर बडामा तपाईँले एक्सप्रेस हाल्नुभएको थियो उहाँले चाहिँ डोबियो नाइस कस्तो हाम्रो चाहिँ कफी रेडी भइसकेको छ अब आइसक्यो अब आउँदैन सकिसक्यो के उयो पहिला फ्लस 1 2 3 go कैसा लगा आपको अच्छा है आपको हजुरको तपाईँलाई कस्तो लाग्यो खोइ वान सट ल वान सट वान सट वान सट मिठो छ चाहे भनिदिनुहोस् आज लास्ट एन्ड फाइनल आज चाहिँ हाम्रो लास्ट डे एट द एन्ड कस्तो आयो आई डोन्ट नो
राम्रो आमा यसरी गर्नुपर्छ तिमीले यसो समात्छ नि त यसरी हो कि हजुरहरू कस्तो लाग्यो हजुरलाई आज लास्ट दामी हजुरलाई साइफनबाट खाता कस्तो लाग्यो मजा आयो सर तपाईँलाई गुड सर बिजी हुनुहुन्छ सर हामी यहाँ अझै एउटा बाँकी छ कसै खानु भयो खानु आज कफी एभ्रिथिङ मिक्स पेटमा सबै छ हामी सबैले खाँदैछौँ अब क्लिन गर्नुपर्ने हुन्छ हामीले यो क्लिन गर्छौँ क्लिन गरेर हामी फोटो खिच्छौँ फोटो क्लिक चाहिँ म साइडमा साइडमा सबैजनाले साइडमा राख्छु अमिलो कुन भन्नु भएको थियो सर त्यो कुन उसको बनाउँदा अमिलो लाग्छ अमिलो यो पनि खानु गो मुखमा गर्नु त्यसपछि अमिलो आउँछ गर्नु गर्नु न पुगेन भने यहाँ छ अझै पुग्यो अमिलो आएन कस्तो अमिलो आएन भन्छ हो मलाई त आउँछ मलाई नै आउँछ होइन त्यसो भए तपाईँको जिब्रो बिग्राएको छ सही सबले हेर्नु भएको कस्तो हेर्नु भएको अब हामी यो सबै सफा गर्नुपर्छ दिदी ओके सो गाइज अब चाहिँ हाम्रो क्लास सकिसकेको छ अनि हाम्रो चाहिँ यो आज चाहिँ हाम्रो लास्ट डे रहेको छ अनि लास्ट डेमा चाहिँ हामीले सबै बनाएर सबै गरिसकेको छ क्लिन पनि भइसकेको छ अनि अब चाहिँ हामी फोटोहरू खिच्छौँ अनि हामी जान्छौँ अनि